नमस्कार आदरणीय साथीहरू। म आजका केही प्रमुख खबरहरू र समाचारहरू लिएर तपाईँहरूको माझमा उपस्थित बनेको छु। यति बेला मेरो यो भर्खरै मात्र सुरुवात गर्न थालिएको युट्युब च्यानल हो। यसमा तपाईँहरूले चाहिँ सकारात्मक र पोजिटिभ भाइबका समाचारहरू, सत्य तथ्य समाचारहरू चाहिँ अब यो च्यानल मार्फत पाउनुहुनेछ। सबै मलाई चिन्ने नचिन्ने सबै साथीहरूले चाहिँ यो च्यानललाई सबैभन्दा पहिला त सब्सक्राइब गरिदिनु होला, म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु। इरान इजरायल युद्ध भयावह हुने सङ्केत, फर्किने कि बस्ने दोधारमा नेपाली भन्ने खबर छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले इजरायल विरुद्ध आधिकारिक रूपमा युद्धको घोषणा गरेसँगै मध्यपूर्व तनावग्रस्त बनेको छ। बुधबार बिहान 2वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि उनले इजरायल विरुद्ध आधिकारिक युद्धको घोषणा गरेका हुन्। युद्ध सुरु भएको छ। इरानको सेनाले इजरायलीहरूप्रति कुनै दया देखाउने छैन। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्धमा सामेल हुने सङ्केत गरेपछि इरान इजरायल युद्धले भयानक रूप लिने देखिएको छ। ट्रम्पले बिना शर्त आत्मसमर्पण गर्न खामेनीलाई चेतावनी दिएका छन्। खामेनीको घोषणा अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको बयानले तनाव घट्नुको साटो थप बढ्ने चिन्ता व्यक्त गरिएको छ। केयर गिभरका रूपमा इजरायलमा जान लागेका 35 जनालाई रोकिएको पनि खबर प्राप्त भएको छ। केयर गिभरका रूपमा इजरायल जान लागेका 35 नेपाली रोकिएका छन्। इजरायल र इरान बीच युद्ध चर्किएपछि उनीहरूलाई इजरायल जान रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अनुसार इजरायलबाट उनीहरूलाई तत्काल नपठाउन भनी पत्राचार भएपछि इजरायल जान लागेका उनीहरूलाई रोकिएको हो। केयर गिभरका रूपमा इजरायल जान लागेका 35 जनालाई सम्पूर्ण कार्य सकिएको थियो। भिसादेखि टिकटिङसम्म सकेर जाने तयारी गरिरहेका बेला इजरायल र इरान बीच युद्ध चर्केका कारण उनीहरूलाई केही समयका लागि रोकिएको भन्ने खबर छ। युद्धमा अमेरिका पनि संलग्न हुने सम्भावना भन्ने खबर पनि छ। त्यसै गरी इजरायल इरान युद्धमा अमेरिका पनि संलग्न हुने सम्भावना बढ्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको साथमा मिलेर इरानको भूमिगत परमाणु केन्द्रमा आक्रमण गर्ने विषयमा विचार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। ट्रम्पले इरान विरुद्धको युद्धमा अमेरिकी संलग्नताबारे व्हाइट हाउसको सिचुएसनका रूपमा एक आकस्मिक बैठक डाकेर राष्ट्रिय सुरक्षा टोलीसँग करिब 1.5 घण्टा छलफल गरेको बीबीसीले जनाएको छ। यद्यपि यो युद्धमा अमेरिकी संलग्नताबारे ट्रम्पका सल्लाहकारहरूको फरक मत रहेको छ। अमेरिका यो युद्धमा संलग्न भएमा उसको लक्ष्य जमिन मुनि गहिरो स्थानमा पुग्ने भन्ने खालका पनि केही विश्लेषणहरू भएका छन्। अर्को खबर छ, प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर असार 10 मा बजेट पास, कार्यसूचीमै परेन शिक्षा विधेयक भन्ने खबर छ। शिक्षकहरूले त्यत्रो आन्दोलन गर्दा पनि, त्यत्रो आन्दोलन चर्काउँदा पनि, सरकारसँग हारगुहार गर्दा पनि शिक्षकहरूका मागहरू अझै पनि पुरा नहुने एउटा सङ्केत देखिएको छ। जहाँ चाहिँ असार 6 गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्ने कार्यक्रम पनि छ, त्यो भोलि हो। कर्मचारीलाई कुलिङ पिरियडमा राखेर संवैधानिक नियुक्तिमा बन्देज लगाउने विवाद बल्झिँदै भन्ने छ। कुलिङ पिरियड भनेको के हो भन्ने कुरा तपाईँहरूले सबैभन्दा पहिला बुझ्नुपर्छ। कुलिङ पिरियड भनेको कुनै पनि कर्मचारीले, ब्युरोक्र्याटले चाहिँ कुनै पनि पार्टीको सदस्यता त्यागेको चाहिँ करिब 2 वर्ष हुनुपर्छ, तब मात्र उसले चाहिँ सार्वजनिक पद धारण गर्न पाउँछ। नत्र भने यहाँ चाहिँ दलै पिक्से पार्टी पिक्से नै कर्मचारी हुँदाखेरि त्यसले समस्या निम्ति आएको भन्ने खालका आधारमा चाहिँ कुलिङ पिरियड लाउन खोजिएको छ। यसमा कर्मचारीहरू तयार छैनन्। प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्री परिषदबाट स्वीकृत भन्ने पनि खबर छ। र अर्को खबर छ, यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि भएको प्रतिशोध भन्दै रासपा आन्दोलनरत बनेको छ र ऊ चाहिँ सदनमा आफ्नो प्रतिरक्षात्मक आन्दोलन गरिरहेको छ। र यतिखेर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमाथि पनि नयाँ दलहरूमाथि चाहिँ पुराना दलहरूले निरङ्कुशता लादेको, तानाशाही प्रवृत्ति देखाएको भन्ने खालका पनि खबर छन्। र रवि लामिछानेको बारेमा चाहिँ केही कुराहरू तपाईँले बताउँदै गर्दाखेरि नम्बर 1 सूर्यदर्शन सहकारी पोखराको, त्यसपछि काठमाडौँको स्वर्णलक्ष्मी, त्यसपछि चितवनको सहारा र यतापट्टि हाम्रो रूपन्देहीको सुप्रिम र पर्साको मृगन्ज सानो पाइला सहकारी, 5वटा सहकारीमाबाट गोर्खा मिडिया प्रणालीमा रकम प्रभाव भएको थियो। त्यो रकम प्रभाव भएको उसमा जीवी राईको प्रमुख संलग्नता हो। जीवी राईलाई अहिलेसम्म पनि पक्राउ गर्न सकिएको छैन। जीवी राईले सहकारीबाट मात्रै रकम ल्याएर गोर्खा मिडियामा मात्र होइन, नेचुरल हर्बलदेखि लिएर धेरै ब्युटी केयर सेन्टरहरूदेखि लिएर धेरै कम्पनीहरू खडा गरेर चाहिँ अर्बौं रकम चाहिँ उनले हिनामिना गरेका छन्। उनलाई पक्राउ गर्न नसकिनु एउटा विडम्बना हो। र आजको दिनमा रवि लामिछाने
लाई चाहिँ तत्कालीन बेला संसदीय छानबिन विशेष समितिले समेत उनको सहकारीमा डाइरेक्ट संलग्नता छैन भन्ने कुरालाई बाहिर ल्यायो। त्यो रिपोर्ट सार्वजनिक गर्यो, संसदमा पठायो, त्यो कार्यान्वयन गर्न भनेर गृहमन्त्री मन्त्रालयमा पठायो। यतापट्टि अर्को पाटो चाहिँ के छ भने संसदीय छानबिन समितिले चाहिँ उनलाई संलग्नता छैन भन्दै गर्दाखेरि चाहिँ सूर्यदर्शन सहकारीमा पूरक निवेदन हालेर पीडितहरूले पूरक निवेदन हालिसके पछाडि चाहिँ उनीमाथि पनि छानबिन भयो। विडम्बना के छ भने सहकारी अध्यादेश ल्याएर सहकारीलाई अनियमिततालाई मिलापत्र गर्न पाउने प्रोभिजनलाई चाहिँ सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा परिसकेपछि मिलापत्र गर्न नपाउने भनेर रवि लामिछाने निर्हित जुन सहकारी अध्यादेश ल्याइयो यो विषयमा पनि धेरै विचार विमर्शहरू भइरहेका छन्। र पछिल्लो समय चाहिँ अब उनको मुद्दा के हुन्छ भन्ने र कहिलेसम्म टुङ्गिन्छ भन्ने जुन यहाँहरूको प्रश्न छ, म त्यसको प्रश्नको बारेमा चाहिँ अधिवक्ताहरूसँग र कानुनका व्यवसायहरूसँग परामर्श गरेर ठ्याक्कै तपाईँहरूलाई चाहिँ त्यसको बारेमा जानकारी दिन उपस्थित हुने नै छु। यहाँहरूले मेरो यो युट्युब च्यानललाई धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु होला, म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु। अब म अन्तर्वार्ताका कार्यक्रमहरू, त्यसै गरी समाचारमूलक कार्यक्रमहरू र यस्ता धेरै किसिमका चाहिँ इन्टरटेनमेन्टका भिडियोहरूदेखि लिएर चाहिँ म धेरै सामग्रीहरू अब द डार्क न्युज, भित्री कुरा र भित्री रहस्यका पाटाहरू चाहिँ यसबाट खोतल्ने पनि बिस्तारै बिस्तारै प्रयास गर्नेछु। यहाँहरू सबैलाई धन्यवाद, नमस्कार।